हेलो एभ्रिवान, तपाईँले मास्टर्सको लागि युकेमा विदाउट आइएलटिएस त्यो पनि इनसाइड लन्डनमा एप्लाई गर्ने प्लान गर्नुभएको छ भने धेरै जसो युनिभर्सिटीहरूको डेडलाइनहरू सिधिसकेको छ ज्ञान इन्टेकको लागि भने अझै पनि हामीसँग केही युनिभर्सिटीहरू बाँकी छ जुन चाहिँ अफोर्डेबल छ होइन। यसमा मैले अहिले कुरा गर्दैछु योर्क सेन्ट जोन युनिभर्सिटीको। यसमा चाहिँ हजुरको ट्युसन फी भनेको 11,800 रहेको छ र हजुरले सबै ट्युसन फी एकैचोटिमा तिर्नुभयो भने अर्ली बर्ड डिस्काउन्ट भनेर चाहिँ 5% त्यसमा पनि डिस्काउन्ट दिन्छ होइन। यसमा चाहिँ हजुरले एप्लाई गर्नको लागि एकाडेमिक स्कोरको कुरा गर्दाखेरि 60% एभोभ छ भने हजुरले विदाउट आइएलटिएस नै एप्लाई गर्न पाउनुभयो। हजुरको 60% भन्दा कम छ 45% भन्दा माथि छ भने यो केसमा चाहिँ हजुरले आइएल्स अथवा पिटी अर हजुरको डियोलिङ्गो पनि यसले एक्सेप्ट गर्छ, कम्पलसरी गरेको हुनुपर्ने छ। यसमा आइएल्समा हजुरको ओभरअल 6 नट लेस देन 5.5, पिटी 59 नट लेस देन 59 र डियोलिङ्गो 105 चाहिन्छ। रिडिङमा हजुरको 100 हुनैपर्ने हुन्छ। त्योभन्दा बाहेकको अरू ब्यान्डमा चाहिँ हजुर जस्तो स्पिकिङ, राइटिङ र लिसनिङमा चाहिँ हजुरको 95 हुनुपर्ने हुन्छ। यदि यो क्राइटेरियाहरू मिट गर्नुभएको छ भने हजुरले ज्ञान इन्टेकको लागि एप्लाई गर्नको लागि डकुमेन्ट्स रेडी छ भने ढिलो नगर्नुहोस्, किनभने युनिभर्सिटीहरूको डेडलाइनहरू सिद्धिरहेको छ। त्यसकारणले छिटोभन्दा छिटो रेडियन्स कन्सल्टेन्सीलाई कन्ट्याक्ट गर्नुहोस्। हामी नयाँ बानेश्वरमा छौँ। थ्याङ्क यू।